यस्तो छ हाम्रो ब्रिज। एकचोटि म यो ब्रिजमा दौडेर देखाउँछु है। यसरी नै सबै ठाउँमा ब्रिजहरू बन्नुपर्छ, विकास हुनुपर्छ देशमा। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ नि फागुन 18 गते पहाडको होलीको दिन हाम्रो बर्दगुरिया गाउँपालिकामा भलिबल गेम म्याच राखिएको छ भन्ने सुनेको थिएँ। एकछिन म त्यता जाँदैछु। हाम्रो खैरेनी गाउँमा छ अरे, त्यहाँ गएर म हेर्छु भलिबल म्याच भएको छ कि छैन। त्योभन्दा अगाडि चाहिँ नि म लस्सी खान्छु है। एउटा लस्सी खाएर रानीकुण्टातिर जाँदैछु, हेरिदिनु होला भिडियो। एकछिन लस्सी खाएर जान्छु म। खैरेनी गाउँमा बर्दगुरिया वडा नम्बर 3 मा भलिबल गेम म्याच छ अरे आज। त्यहाँ कसले जित्यो के भयो, एकछिन यस्तो घुम्न रमाइलो। अरे यति ठुलो घर बनिसकेको रहेछ, थाहै थिएन। आहा, नाली चाहिँ बब्बाल बनिसकेको रहेछ गाइज। यहाँसम्म पुगिसक्यो बजारको छेउमा। हामी सेती राजमार्ग हुँदै जानुपर्छ। त्यहाँ चाहिँ सेती राजमार्ग हुँदै जाँदाखेरि नयाँ बनेको ब्रिज पनि आउँछ त्यहाँ, त्यो पनि मैले देखाउने छु हजुरहरूलाई। एकछिन यहाँ आइसक्रिम खाएँ, लस्सी खाएँ, अब म जान्छु। There's no point in delaying what we both already know. Escape this time with me. Escape this time with me. The stars dance round the moon. Fall asleep to the sounds of the sea. यो अगाडिको बाटो चाहिँ नि सेती राजमार्ग हो। बौन्या बजार हामी कटिसक्यौँ। आँखामा किरा पसेर म एकैछिन रोकेको थिएँ। मैले फेरि यात्रा जारी गरिसकेँ। धेरै पहिले पिच भएको थियो अगाडि नै, त्यही भएर अलि साँघुरो छ बाटो। यो साइडको सशस्त्र प्रहरीको ब्यारेक हो। अब थोरै अगाडि चाहिँ नि हाम्रो एउटा ब्रिज आउँछ भर्खरै बनेको। हिँडेर अलिकति पिच बाटो देख्न सक्छौँ। यही हो है अगाडिको एकदमै नजिक बौन्याबाट 2 किलोमिटरमा सेती राजमार्ग अन्तर्गत बनेको ब्रिज भर्खरै बनेको हो। यो निर्माण सम्पन्न भएको एकदमै राम्रो छ, चाक्लो। फोटोसोटो खिच्दैछन् मान्छेहरू, हेर्न सक्नुहुन्छ। यस्तो बनिसकेको छ है ब्रिज। यो पिच बाटो पनि हेर्न सक्नुहुन्छ, अलिकति राम्रो देखिएको छ। ल यहाँबाट अलिकति कच्ची आएको छ। अहिले हामी 3 नम्बर वडामा छौँ। खैरेनी गाउँको माथिपट्टि हाम्रो एउटा अर्को ब्रिज बनिसकेको छ सेती राजमार्ग अन्तर्गत। बौन्या बजारबाट नर्थ साइडमा अब अर्को दोस्रो ब्रिज आउँदैछ। म त्यहाँसम्म देखाउने छु आज सेती राजमार्गको। यो भविष्यमा एकदमै चाक्लो बाटो बन्नेछ। खैरेनी चोक आयो, यो चाहिँ खैरेनी चोक। सुदूरपश्चिमको भविष्य निर्माण गर्ने यो प्रोजेक्ट सेती राजमार्ग छिट्टै बन्नुपर्छ है साथीहरू। अब नयाँ सरकार बनिसकेपछि जुनसुकै सरकार आए पनि यसलाई चाहिँ नि छिटोभन्दा छिटो बनाउन हामीले प्रत्येक क्षेत्रबाट आवाज उठाउनु पर्छ। जसरी हुन्छ। आज यहाँ भएको थियो भलिबल म्याच, सकिसकेको छ कि जस्तो लाग्यो। म चाहिँ अगाडिसम्म गएर देखाउँछु सेती राजमार्गको ब्रिज सङ्ख्या 2। ल यो अगाडिको सेती राजमार्ग अन्तर्गत बौन्याबाट नर्थ साइडमा दोस्रो ब्रिज हो है। पहिलो ब्रिज हामी पछाडि कटिसक्यौँ, यो चाहिँ दोस्रो ब्रिज। हेर्न सक्नुहुन्छ यस्तो राम्रो बनिसकेको छ।
म यहाँ चाहिँ रोकेर देखाउँछु है हजुरहरूलाई। यो ठाउँको ब्रिज रोकेर देखाउँछु। यहाँ केही काम पनि भइराखेको रहेछ। नमस्ते। क्यामेरा 4 पनि भइसकेको रहेछ है पुसम। यही हो है हजुरहरूले सोधिराख्नु भएको थियो कसरी भिडियो बनाउनुहुन्छ बाइकमा। यो छ नि यो डिभाइस के भन्छन् यो ग्याजेट, यही ग्याजेटले हो मैले भिडियो खिच्ने। यो यसरी निस्किन्छ, यो हेर्नुहोस् यो निस्कियो। अब यसलाई यता राखौँ। म बाइकबाट ओर्लिसकेको छु। अब माइकलाई चाहिँ म यता झुन्डाउन चाहेँ है, यहाँबाट मेरो भोइस सुनिनेछ। अनि पछि अब मैले निकाल्नु पर्छ सेल्फी स्टिक। यति माथि निस्किन्छ है यो स्टिक चाहिँ नि। अब यो स्टिकको माथि चाहिँ नि हामीले क्यामेरालाई लगाउनु पर्छ। यति गरिसकेपछि अब हेर्न सक्नुहुन्छ कति माथिबाट खिचेको जस्तो देखिन्छ। हेर्नुहोस् है, ल हेर्न सक्नुहुन्छ यति माथि गइसकेको छ क्यामेरा। अब पुरा देख्न सक्नुहुन्छ यो ठाउँ। यस्तो छ हाम्रो ब्रिज। एकचोटि म यो ब्रिजमा दौडेर देखाउँछु है। यसरी नै सबै ठाउँमा ब्रिजहरू बन्नुपर्छ, विकास हुनुपर्छ, देशमा दिगो विकास हुनुपर्छ। पहिले अलि साँघुरो ब्रिज बन्थ्यो भने अहिले चाहिँ नि 2 लेनको बाटोमा साथै यता फुटपाथ पनि बनाइएको छ। ब्रिजदेखि यतासम्म म दौडेर आएको छु। सेती राजमार्ग अन्तर्गत पर्ने यो ब्रिज दोस्रो नम्बरको ब्रिज हो नर्थ साइडको। अब म फेरि ब्रिजको यो साइडबाट दौडेर म बोलेर यो ठाउँको वर्णन गर्नेछु। सुदूरपश्चिमको विकासको ढोका खोल्ने एउटा यो प्रोजेक्ट हो। यसलाई छिटोभन्दा छिटो सरकारले निर्माण गर्नुपर्छ। मैले पहिले पनि भिडियो हालेको थिएँ। पुरानो सरकारले चाहिँ नि यहाँ काम गरेको थिएन। अब नयाँ आउने सरकारले चाहिँ नि यो ब्रिजलाई यसरी यो सेती राजमार्गलाई छिटोभन्दा छिटो निर्माण गर्नुपर्छ है। ल ब्रिजमा मैले दौडिएर बोलेर भनिसकेँ। यो प्रोजेक्टलाई यहाँसम्म मात्र होइन, अगाडिबाट माथि पहाड हुँदै चाइनासम्म पूर्ण रूपमा निर्माण कार्य सम्पन्न गर्नुपर्छ छिटोभन्दा छिटो। ल जुन सरकार आए पनि यो प्रोजेक्ट चाहिँ छिटो बन्नु पर्यो है। अब चाहिँ म यहाँबाट जान्छु। माथि गेम भइराखेको छ, होली पर्वको गेम भलिबल। त्यहाँ गएर एकछिन बस्छु, सायद भिडियो पनि खिच्न सक्छु है। ल सबैजनाले सेती राजमार्गलाई छिटोभन्दा छिटो बनाउनको लागि यो भिडियोलाई सेयर गरेर साथ दिनु होला। अहिले चाहिँ नि म लाग्छु भलिबल गेमतर्फ है। भिडियो बनाउँदा हाम्रो दाजु पनि भेटिनु भएको छ। हजुरको नाम भनिदिनु त के अरे? मेरो टोपेन्द्र पुनमगर। दाइले पनि भिडियो बनाउनुहुन्छ, दाइको भिडियो पनि हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। ल अब हामी अगाडि जाऊँ न त। हामी भलिबल भइराखेको ठाउँमा एकछिन बसौँ। ल हुन्छ। ल एकछिन त्यो अगाडि भलिबल भइराखेको छ। म चाहिँ खासमा त्यहीँ आएको थिएँ। फेरि सोचेँ सेती राजमार्गको पनि भिडियो बनाइदिउँ भनेर यहाँको भिडियो बनाएको हुँ। अब फेरि हामी जाँदैछौँ भलिबल हेर्न है। अगाडि कुर्दै हुनुहुन्छ मलाई। ल म नि आइसकेँ नजिकै। माथि जानुभएको थियो आज? कुन गाउँ अरे माथिको? ए पहाडको होली खेलेर आउनुभयो? भोलि तराईको होली। ठिक छ। भलिबल भएको ठाउँ चाहिँ यही हो। रमाइलो भइराखेको रहेछ। गेम चालु नै रहेछ। अब फाइनल कसले जित्छ म त्यो हजुरहरूलाई देखाउने छु। गेम भ्याएरै जान्छु है घर। ल म गेम भएको ठाउँमा पुगिसकेँ। कुन टिम छ यसमा? आयोजक र सृजनशील युवा क्लब हो। घोडागडीको हो। ए ल ठिक छ। हेरौँ है गेम। यताको कुन टिम हो? आयोजक टिम हो। उताको होइन घोडागडीको। यतापट्टिको चाहिँ आयोजक टिम रहेछ। यतापट्टिको
पारी कोस्टको पारी चाहिने हाम्रो सुखडको टिम रहेछ है। ठिक छ सन्चै ए पोइन्ट कहाँ छ स्कोर ए यता रहेछ पोइन्ट यता रहेछ एकचोटि पोइन्ट हेर्न चाहेँ है मैले 15 र 12 पोइन्ट भएको रहेछ आयोजक टिमको 15 अनि पछि सृजनशील युवा क्लबको 12 है ल गेम यता छ हाम्रो कोच चाहिँ सर हुनुहुँदो रहेछ है कसले जित्नुपर्छ भाइ आयोजकले यता हो नि ल जसले राम्रो खेल्छ उसैले जित्छ है आयोजकले जितिहाल्छ बबाल 20-20 भयो है यताको पनि 20 भयो यताको पनि 20 भयो है दुवैतिरको 20-20 पोइन्ट आएको छ है फाइनल म्याच हो यो चाहिँ नाइस ल गयो है बल गयो पारी एकचोटि प्लेयरहरूलाई देखाउँछु है नजिकबाट अर्को टिम कहाँ छ अर्को टिमको पनि प्लेयरहरू हेरौँ है के छ भाइ बाहिरबाट पनि हेर्दै हुनुहुन्छ है बााउन्ड्रीको बाहिरबाट ल गेम स्टार्ट भइसक्यो एकछिन होटिङमा जानु पर्यो है कसको सपोर्टमा हो ल यस्तो दामी होटिङ भइरहेछ ल भयो कहाँ भाइ तिमीहरूको घर
आयोजकको 20 छ भनेपछि हाम्रो सृजनशील युवा क्लब सुखडको 12 पोइन्ट पुगिसकेको छ है। नाइस। हजुरको नाम भनिदिनुहोस् न। मेरो नाम चाहिँ मनोज आचार्य, बर्दगोरिया गाउँपालिका वार्ड नम्बर 3 को वडा अध्यक्ष। ए वडा अध्यक्ष हुनुहुन्छ बर्दगोरिया 3 को। हजुर। ए राम्रो लाग्यो, यसरी नै खेलकुद गर्दै राख्नु होला। हजुर। खेलाडीहरूलाई हौसला आउँछ। हजुर। यसरी नै हामीले ठुल्ठुलो अन्तर्राष्ट्रिय प्लेयरहरू हाम्रो गाउँठाउँबाट निकाल्न सक्छौँ। हजुर। खुसी लाग्यो हजुरलाई भेटेर। हजुर, धन्यवाद छ। धन्यवाद। हुन्छ। अहिले हाम्रो खेलको बारेमा हाम्रो टोप बहादुर दाजुले केही भन्दै हुनुहुन्छ है। खेल बराबर भएको हो नि अहिले। खेल आयोजक टिम र सृजनशीलको 1-1 बराबर भयो। अब यसपछि अब फाइनल हो। फाइनलमा 15 पोइन्ट जसले पहिला पुऱ्यायो उसले फर्स्ट हुन्छ। अब ल अब दुवैजनाको 50-50% छ है जित्ने चान्स चाहिँ। 50-50%। दुबईको 50-50% छ। अघि चाहिँ सुरुको राउन्डहरू 15 को खेलाइएको थियो, अहिले चाहिँ 25 को छ है। 25 पोइन्टको जसको 25 पोइन्ट आउँछ उहाँले उठाउँछ ट्रफी। ल भन त। भाग्यो भाइ। भाइ नम्बर गर्दै थियो, भाग्यो है। म खास गरी यही देखाउने भनेर आएको थिएँ, पछि यो सिटी राजमार्ग देखाएँ, अब फेरि यो खिचेको छु। अब कसरी हाल्ने थाहै छैन। त्यसलाई अलग हाल्ने कि यसलाई अलग हाल्ने थाहा भएन। अलग अलग गराएर दुईटा बनाएर हाल्दैन। भेरी लङ पनि त्यति लङ मान्छेले हेर्दैन। तर मैले भ्लग नै बनाएको थिएँ, अब पुरै जोडेरै हालिदिनु। दुईटा बनाउन गाह्रो हुन्छ कि। ल गेम स्टार्ट भइसकेको छ है। ल गेम स्टार्ट भयो। है कसले खातामा हाल्छ है फर्स्ट नम्बर। अहिलेसम्म नम्बर आएन। 1 पोइन्ट आइसक्यो है। हाल्यो खातामा 1 नम्बर। ल नेताज्यू यता हुनुहुन्छ है। हजुरको शुभ नाम? मेरो शुभ नाम करुणा खत्री हो। ए आज कुर्ती त राम्रै छ त। कसले जित्नुपर्छ जस्तो लाग्छ गेम? दुईटै उसमा दुवैपट्टि मासु खाने विचार। ल ल कसले जित्छ जस्तो लाग्छ? अब खेल हो, अब भन्न सकिने स्थिति छैन। कसको समर्थनमा हुनुहुन्छ? अब आयोजककै मान्छे भयो भने आयोजक समर्थन सोध्दा भइहाल्यो। ए ल आयोजकतिर हुनुहुन्छ है। यो रोचक छ, दुवै खेल रमाइलो छ, हेर्न लायक छ। ठिक छ। जति जिते पनि हाम्रो खेलाडी हो। खेलाडी उत्पादन हुनुपर्छ आफ्नो क्षेत्रबाट। त्यो चाहिँ हो। 8-8 भइसकेको छ है पोइन्ट। दुवैतिरको बराबर पोइन्ट। यतापट्टिको चाहिँ आयोजकको हो है कोट, आयोजकको कोट। उतापट्टि सृजनशील युवा क्लब सुखडको 1 पोइन्ट फेरि सृजनशील युवा क्लब सुखडलाई प्राप्त भएको छ। यता आयोजकको टिमबाट एउटा सर्ट प्रहार भएको थियो, तर बल आउट गएको छ बाहिर। सृजनशील युवा क्लबको 14, आयोजक टिमको 15 भएको छ है। हाम्रो ब्रदरले मुटु सानो मुटु भ्लगमा सबैले सपोर्ट गर्नु होला हैन। आजभोलि सानो होइन नि, फुल भ्लग आउँछ, फुल स्टार्टिङ भ्लगमा धेरैभन्दा धेरै माया गरिदिनु होला भन्न चाहन्छु हैन। थ्याङ्क यू ब्रदर, थ्याङ्क यू। बराबर आयो है पोइन्ट। यतापट्टि पनि 16, उतापट्टि पनि 16। यो चाहिँ सृजनशील युवा क्लब सुखडको टिम, पारी चाहिने आयोजक टिम है। खेलप्रति माया देखाउँदै भित्ताको पारीबाट पनि हेरिराख्नु भएको छ गेम। एकचोटि म सबैजनालाई देखाउन चाहेँ है। खेलप्रति यति धेरै माया छ, यसरी हेर्दै हुनुहुन्छ सबैजनाले।
ल हजुर पनि भनिदिनु दिदी दिदी हजुर पो हुनु त रहेछ हेलो गरिदिनु हेलो गरिदिनु न खेल हेर्दै हुनुहुन्छ खाना पकाउनु हुन्न आज ल देख्नुभयो नि खेलप्रति यति धेरै माया छ हजुरले अहिलेसम्म देखिराखेको बर्दगुरिया 3 वडा नम्बर 3 मा भइराखेको भलिबल प्रतियोगिता अहिले चाहिँ फाइनल खेल भइराखेको छ है। अब म त्यतैतिर जान चाहे। यहाँ मच्छरको आतंक पनि धेरै छ यहाँनिर। यो मच्छर हेर्न सक्नुहुन्छ। किन रोक्यो गेम? ए एकछिन टिफिन हो। कति कति पोइन्ट पुग्यो यार भुलिहालेँ। 19 कसको? आयोजकको 19 अनि पछि उताको 16 25 मा हुने अनि ल ठिक छ थ्यांक यू। चन्द्रमा पनि लागिसक्यो है चन्द्रमा। ल सर्भिस गएको छ एकछिन टाइम पछि। आयोजकको 22 सृजनशील युवा क्लब पनि 22 बराबर है। 3 पोइन्टमा गेम जितिन्छ। तेइस है सर्भिस मिस भएको छ। 23 हल्का स्ट्रेस बढिसकेको छ। बराबर भइसक्यो है गेम चाहिँ। फेरि एउटा सर्भिस बिग्रिएको छ है। सृजनशील युवा क्लबको एउटा सर्भिस बिग्रिएको छ। 24-23 लास्ट पोइन्ट हो है। यो चाहिँ लास्ट पोइन्ट। अवस्था गम्भीर छ। भोट केमा? लास्ट बल हो है। यो चाहिँ लास्ट। जसको पोइन्ट आयो उसले जित्छ है। एक पोइन्ट छ कि आज है? नहीं जित्नको लागि चाहिँ 1 पोइन्ट अझै चाहियो है। अब उतापट्टि पनि जित्नको लागि 1 पोइन्ट चाहियो है। दुवैतिर 1 पोइन्ट मात्र।
ल अब प्लेयरहरूको विलम्बका एकता हेर्न सक्नुहुन्छ। फाइनल चाहिँ सृजनशील युवा क्लबले उठाउनु भएको छ, यो हेर्न सक्नुहुन्छ। ल बधाई छ ब्रदर, बधाई छ। ल तिमीलाई पनि बधाई छ, ल सबैलाई बधाई छ, ल बधाई छ है, बधाई छ। बाहिरको टिमले उठाउनु भएको छ है, बधाई छ उहाँहरूलाई। एकछिन हामी सरसँग कुरा गर्छौँ है। सर हाम्रो आयोजक टिमले त हार्यो नि त। ल एकदम एकदम हारे पनि केही छैन, तर रोचक खेल खेल चाहिँ एकदम राम्रो थियो है, बराबर बराबर बराबरमा त्यो नै खेल हो कि एकदमै। हामी खुसी छौँ। जित जस्तो फाइनली जरागले जित्यो। हम पनि छु गाइस, कङ्ग्रेचुलेसन हजुरहरूलाई। खेल चाहिँ हेरेर राम्रो लागिरहेको छ, कम्पिटिसनको खेल भइरहेको छ। यस्तो भयो भने मजा आउँछ हेर्न, खेल्नेलाई भन्दा हेर्नेलाई मजा लाग्यो। हेर्नेलाई मजा आउँछ कि खेल त कसले खेल जित्छ हो, थाहा हार त भयो। भइहाल्छ। ठिक छ, ल आजको खेल समाप्त भएको छ। जितेको टिम हो नि तिम्रो? जितेको टिम। ल बधाई छ तिमीलाई सबैजनालाई। अरू को थियो गेममा? टिम थियो? ल बधाई छ है, बधाई छ। हामी चाहिँ ब्याक सपोर्ट हो है, ब्याक सपोर्ट हो, दादा केटाहरूको ब्याक राम्रो लागिरहेको छ। ठिक छ। खेल चाहिँ दामी थियो है, दुवै टिमको राम्रो थियो। अब पोइन्टको अनुसारले तिमीहरूले जित्यो, ल बधाई छ है। क्याप्टन हो है फेरि, क्याप्टेन हो तिमी? ल ठिक छ, राम्रो खेल्यौ है। हाम्रो एकदम 6 जना खेलाडी मध्ये 5 जना खेलाडी मध्ये 1 जनाले मात्रै मचाइरहेको थियो है दाइ। ए ल ठिक छ, ल बधाई छ। ब्लगमा अहिलेसम्म बसिदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच है हजुरहरू सबैजनालाई। भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद। आजको लागि बिदा लिन चाहे म समुद्र श्रेष्ठ। बाई बाई।